जिम्रो गाउँपालिका 4 प्युठानदेखि बोल्दैछु साथी। मेरो नाम चाहिँ सागर जीसी। फेरि पनि म नेताहरूको बारेमा सोसियल मिडियामा एउटा भिडियो लिएर आउँदैछु। नेपालको नेताले देशपछि खायो साथी। 3 करोड जनतालाई खाडीमा पठायो, पहिला गोली हान्यो, पहिला घाइते बनायो, पहिला मार्यो पनि साथी। आफ्नो देशमा बेरोजगारी भयो, रोजगारी खोज्न नेपालको 3 करोड जनता किन जान्थ्यो होला कि साथी? किन? आफ्नो देश हेर न, आफ्नो देशको हाल त्यस्तो छ। नेताहरूले ठुल्ठुलो कुरा गर्छ, भन्छ कि अरूको देशमा गएर मेरो देश राम्रो छ, राम्रो बनाएको छु भनेर घन्टा बनाउँछ। आफ्नो देश बना अनि त्यसपछि अरूको देशमा गएर भाषण गर्के नेपालको 3 करोड साथी होइन, घरदेखि पनि ठुलो आश बोकेर हिँड्ने हुन्छ के साथी। कोहीको लास फर्किन्छ, कोहीको लास फर्किन्छ साथी। कोहीले त आफ्नो देशको अनुहार मुख पनि देख्न पान्न के। तिनको घरमा कति पीडा हुन्छ होला के, मेरो छोरो कहाँ छ, के गरेछ भनेर। नेताहरूलाई थाहा हुन्न के साथी। नेताहरूलाई यति थाहा हुन्छ आफ्नो पेट कतिखेर भरिन्छ, कति बेला भरिन्छ भनेर थाहा हुन्छ के। देशको बारेमा थाहा हुन्न साथी। देशको बारेमा थाहा हुने भन्ने आशिका तामाङ, भोजराज दाई, अर्जुन भुषाल, पारस खड्का हो के। यहाँ अरू भनेको भगवान नेता बनाउनु छ भने हाम्रो पत्रकार भोजराज दाईलाई बनाउनु के। भोजराज दाईले गरिब पीडितको मद्दत गर्नु भएको छ। कोहीको घर बनाउनु भएको, कोहीको ज्यान बनाउनु भएको। केपी शर्मा चोरहरूले के बनाए भन त? केही बनाए छैन नि त साथीहरू, केही बनाए छैन। त्यसले बनाउन पनि सक्दैन। त्यसले आफ्नो देश उलाउला भन्दा, राम्रो बनाउला भन्दा बेचेर खाना खोज्छ के। हुन त म गर्न केही सक्दैन देशको बारेमा, तर पनि भन्छु आफ्नो देशको नागरिक हुँ होइन। सोसियल मिडियामा म बोल्न चाहन्छु के, नचाहने होइन। अझै पनि भन्न चाहन्छु साथी, नेपाल देश राम्रो होस्, राम्रो गरून्। नेताहरू तिमीहरू सुध्रेऊ, राम्रो बनाऊ के। यदि तिमीहरूले सक्दैनौ भने पत्रकार भोजराज दाईलाई भन के। पत्रकार भोजराज दाईले सब राम्रो गर्नुहुन्छ साथीहरू, राम्रो हुनुहुन्छ। मलाई राम्रो लाग्छ, तिमीहरूलाई कस्तो लाग्छ होइन भन्नु, कमेन्ट गर्नु। मेरो भिडियोमा चाहिँ म आइडी, फेसबुक आइडी म सम्म पोस्ट गरेर हुन्छु भिडियो होइन। फेसबुक आइडीमा, टिकटकमा होइन, युट्युबमा सम्म पोस्ट गरेर हुन्छु। म आइडी नम्बर सब पठाइदिन्छु होइन। यो भिडियो चाहिँ नेताहरूको बारेमा जोस् के। पत्रकार भोजराज दाई हजुर भनेको भगवान हो है। जय नेपाल साथी, जय हिन्द। हाम्रो देशमा भएका साथीहरू खाडीमा जति पनि गए हौ, आफ्नो देशमा आएर गर्नु राम्रोसँग, राम्रो बनाउनु पर्छ देशलाई। आफ्नो देश भनेको भगवान हो। भोजराज दाई भने पनि भगवान हो। जे कुरा गर्नुहुन्छ भोजराज दाईसँग गर्नु, भनेको भगवान हो। मैले राम्रो सल्लाह दिनु साथी। जय नेपाल, जय हिन्द साथी। अहिले चाहिँ म फेरि अर्को भिडियो पछि ल्याउँदैछु। त्यो भिडियो सुन मन त्यसपछि है।